तपाईँलाई त यो होला कि यो मान्छे पहिला आर्मीमा थियो हो यो थियो त भयो के भनेदेखि म त्यो 2044 सालमा या 42 सालमा आर्मी सार्मी भ्याएर एमए गरेर फेरि म त्रिभुवन विश्वविद्यालयमा आएँ। आउँदाखेरि बालकुमुद सरसित फेरि अर्को किसिमको परिचय थियो। पहिला सामाजिक परिचय थियो, पहिला अब प्रोफेसर एउटा एकाडेमिक परिचय हो। अनि मेरा बच्चाहरू फेरि के भने प्रेम बस्तीमा पढ्दाखेरि उहाँसितै पढ्नुहुन्थ्यो। त्यो पनि अलिअलि प्रसङ्ग आयो नि, राजकृष्ण कडेल सरको र कसले भने यो कुरा अलिकति मतभेद हुन्थ्यो बालकृष्ण सरको भनेर। मेरा बच्चाहरू त आउने भन्थ्यो बुवा उहाँको बिचमा त धेरै परिहाल्यो थियो भनेर भन्थ्यो। यो कुरोमा फेरि बालकुमुद सर फेरि मङ्गलपुरमा पनि हुनुहुन्थ्यो सायद हो सर, मङ्गलपुरमा पनि हुनुहुन्थ्यो। त्यो पनि मलाई फेरि याद छ। यसरी यो परिवारसँग म गाँसिएको छु। अनि बेलायत पनि म घुम्न गएँ, उहाँसँग वहाँ पनि मेरो भेट भयो। र अहिले आएर यो किताब लेख्दैछु भनेर उहाँले प्रसङ्ग गर्दा मलाई भन्नुभयो दाइ एकचोटि तपाईँले हेरिदिनु पऱ्यो भनेर पुरै किताब पठाउनु भयो। हेर्दाखेरि मलाई अब उहाँको पहाडको बाटो त त्यति मलाई अब थाहा भएन, बरु पढेर थाहा लाग्यो बाफले कहाँबाट कहाँ गर्नुभएको छ। चितवनको प्रसङ्गमा 2-3टा कुरा अमेन्ड गरेर थप्न भनेर मैले अनुरोध गरेँ र त्यो मुताबिक उहाँले फेरि थपेर फेरि पठाउनु भयो। मैले पढेँ, मैले पास गरेँ र एकप्रकारको अलिकति घमण्ड गरेँ मैले पास गरेँ भनेर। मैले त के पास गर्नु थियो र उहाँ आफै विद्वान हुनुहुन्छ। अझै जो तपाईँले यो कार्यक्रम गर्दै हुनुहुन्छ, अघि फेरि एउटा प्रसङ्ग आयो, गया गएर श्राद्ध गर्नभन्दा बरु पुस्तक लेखेर एउटा श्राद्ध गरेर गरौँ भनेर। धेरै राम्रो कुरा हो यो। मलाई लाग्छ कि प्रत्येक पुत्रले यो काम गर्यो भनेदेखि धेरै राम्रो इक्जाम्पल उदाहरण प्रस्तुत हुन्छ।